6-7 महिनापछि त्यो मान्छेले 10 लाई बढाएर 100 रुपियाँ ल्यायो। किन भन्दा 10 ह्याबिट उसको बाबुले उसलाई देख्यो। म पनि ब्याङ्कमा जम्मा गर्छु भनेर बुवालाई उसले भनेर फोर्स गर्यो। बुवासँग आएर ब्याङ्क एकाउन्ट खोल्यो। उसले 3 महिना रेगुलर ब्याङ्कमा 10 रुपियाँ जम्मा गरेर उसको बुवालाई यति इनर्जी आएछ कि बुवाले पनि तपाईँको ल आजदेखि 100 रुपियाँ जम्मा गर भनेर दोकानबाट गएर बुवालाई दिएर उसको नाममा बचत गर्न बनाउनु। त्यो भाइ जहिले आएर दाजु आज 100 ल्यायो, ल भाइ गुड भाइ भन्दै भौतर पर्थेँ। आज 9 वर्षपछि म यही ब्याङ्कमा मेरो पनि थोरै पद उन्नति भयो होला, 2-4 पैसा मैले कमाएँ होला, तर आज त्यो भाइ कुनै ठाउँमा 2-3 करोडको व्यापारको मालिक भएर काम गरिरहेछ। किन भन्दा हि नोज फाइनेन्सियल डिसिप्लिन। उसले बुझेको छ कक्षा 7 मा 10 रुपियाँ जम्मा गर्न उसले खाएन त्यतिखेर। त्यो उमेरमा अरू पनि थिए, अरूले गएर दोकानमा गएर दुनियाँ त्यो खायो होला सकेर उसले ब्याङ्कमा आयो, खाता खोल्यो। 7 वर्षको क्लास 2 को एउटा बच्चाले बुवालाई दङ्ग्याएर त्यो रहर जाग्नु भनेको उसलाई त्यतिखेर ऊ त्यहाँबाट बिजनेसमा